उनी हुन् गायिका एलिना चौहान। आफूले गरेको सामाजिक सञ्जालका पोस्टहरूमा निकै नै नकारात्मक टिप्पणीहरू आइसकेपछि सह्य नभएर नकारात्मक अथवा नराम्रो कमेन्ट गर्नेहरूलाई कानुनी दायरामा ल्याइ छाड्छु भन्दै एलिना चौहानले साइबर ब्युरोमा उजुरी दर्ता गराएकी छन्। यो त भयो उजुरीको कुरा। यदि आरोपित व्यक्ति प्रमाणित भएको खण्डमा नेपालको कानुनमा त्यस्तो नराम्रो कमेन्ट गर्ने व्यक्तिहरूको लागि के सजाय तोकिएको छ त बुझौँ है त। सामाजिक सञ्जाल मार्फत गालीगलौज गर्ने व्यक्तिलाई विद्युतीय कारोबार ऐन अन्तर्गत ऐनको दफा 47 अनुसार 1 लाख रुपियाँसम्म जरिवाना वा 5 वर्षसम्म कैदको व्यवस्था गरिएको छ, अथवा यी दुवै सजाय हुन सक्ने व्यवस्था नेपालको कानुनमा रहेको छ। यदि आरोपित व्यक्ति नेपालमै छ भने तत्काल पक्राउ गरी उसलाई कारबाही अगाडि बढाइनेछ भने, यदि विदेशबाट कमेन्ट गरेको छ भने तत्काल पक्राउ गर्न नसकेको अवस्थामा त्यस्ता व्यक्तिलाई फरार सूचीमा राखेर जति वर्ष पछाडि पनि पक्राउ गर्न सक्ने व्यवस्था कानुनमा रहेको छ।